श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति लामाटारद्वारा आयोजित हाम्रो वार्षिक क्यालेन्डर अनुसारको हाइकिङ भव्य र सभ्य रूपमा सञ्चालन हुन गइरहेको छ। अत्यन्तै राम्रो लामाटार प्रासको भाइहरूको आयोजना यो प्रकृतिसँग अत्यन्तै नजिक हुने माध्यम हाइकिङ पैदल यात्रा र सबै आउनुपर्छ। यो प्रकृतिसँग नजिक भएर जीवनलाई एउटा खुसियालीका साथ रमाइलोका साथ स्वस्थका साथ जीवन व्यतीत गर्नुपर्छ। हामी अब यो हाइकिङ गर्ने ठाउँमा हामी पुग्दैछौँ। अब हामी मनमोहन भ्यू टावरको हामी गन्तव्य स्थान चाहिँ मनमोहन भ्यू टावर हुनेछ। काठमाडौँ ललितपुर भक्तपुरहरू यसरी देख्न पुरै मजाले मनोरम दृश्य यति हरियाली दृश्य अवलोकन गर्दै गर्दै हाम्रो यहाँको आनन्द लिन सक्नुहुनेछ। र अहिले हामी चाहिँ यो लाकुरी भन्ज्याङबाट थोरै माथि मनमोहन भ्यू टावर चाहिँ यहाँ माथि छ र हाम्रो यो ठाउँ चाहिँ यहाँबाट दृश्य अवलोकन गर्न हिमालहरू धेरैवटा हिमालहरूको अवलोकन गर्न सकिने र मनोरम प्राकृतिक दृश्यले भरपुर पुरै यति आनन्दको ठाउँमा हामीले यहाँ चाहिँ भोजन गर्ने ठाउँ जुन गुन्द्रुक र भातको मिठास चाहिँ हामी यहाँ बसेर लिन्छौँ। हामी 29 गते शनिबार बिहान 8 बजे ढुङ्गिन बस पार्कबाट हाम्रो यात्रा सुरु हुन्छ।